हेलो साथीहरू, वेलकम छ फेरि पनि मेरो च्यानलमा तपाईहरुलाई। आज फेरि हामी यसो पर्दो द लेग्रे भन्ने ठाउँमा जान लागेको। बिहानै उठेर एकजना हाम्रो भाइको फिङ्गर छ, त्यही भएर लगभग हामी बसेको ठाउँबाट 2.5 घण्टा लाग्छ गाडीमा। पुष्पाएर त गाडी चढ्ने बित्तिकै सेन्टी फालेर भइहाल्यो। यसो एउटा दुईटा भिडियो बनाऊँ भनेर भिडियो बनाउन थालेको। ऊ त गाडी चढेर 15-20 मिनट भए होइन, सुतिहाल्छ। मस्त सुतिरह। यसो एउटा दुईटा भिडियो खिचौँ भनेर खिचिरहेको। यही अगाडि बसिरहेको भाइको हो क्या, चन्द्रमानको। हेर्छ कस्तो राम्रो भ्यूहरू देख्दैछ। अब हामी लगभग स्पेनको बोर्डर साइडतिर पुग्नुपर्ने हो, पर्दो द लेग्रे भन्ने ठाउँमा जानलाई। अनि भाइको आज फिङ्गर रहेछ, त्यही भएर हामी सबैजना छुट्टी नै थियो। अनि जाऊँ न, घुमे जस्तो नि हुन्छ, यस्तो रमाइलो पनि हुन्छ, अनि उसँग साथी पनि हुन्छ भनेर हामी गयो। हामी 3 जना अनि गएको। पुष्पा भर्खर बिउजे, मैले बोलाइरहेको बिउजेपछि चाहिँ लगभग 1 घन्टापछि बिउजे होला। ऊ यसो हेर्दै घामहरू हेर्दै गयो। एकछिनमा घाम लागिरहेको थियो, फेरि एकछिन माथि पुग्यो, पुरा बादलै बादल, पुरा चिसो भयो। हेर्दाखेरिमा कस्तो चिसो देखिरहेछ है मौसम पनि। खै यो कुन ठाउँ हो, यस्तो राम्रो लागेर यसो भिडियो बनाइदिएको। यसो गाउँहरू, अब गाउँहरू हुँदै गएको अनि यसो भिडियो बनाएको। गाउँहरू घरहरू कति सानो सानो हुन्छ क्या यता घरहरू चाहिँ। अनि भाइले चलाउँदैछ गाडी सट्ट। विशाल भाइले लगेको क्या हामीलाई। गयो हामी अब घरहरू हेर्दै, लामो बाटो, अनि लगभग आधाउधी बाटो आइसकेको थियो हामी। अनि गाउँहरू कति सानो सानो गाउँहरू नि रहेछ, त्यो गाउँहरू हेर्दै गएको। रमाइलो भयो थियो हुन चाहिँ जानलाई चाहिँ। अनि यस्तो राम्रो ताल पनि देखाएको थियो। अनि बाटोमा यस्तो गाईहरू नि पालेको, त्यस्तोहरू नि हेर्दै गएँ। अनि यो गाउँ हेर न कस्तो, त्यो यो गाउँ हेर न झन् कस्तो त्यो कार्टुनमा जस्तै पुरा चिटिक्क परेको घरहरू छ क्या। अनि त्यही भएर भिडियो खिचेको थिएँ मैले। अनि हामी लगभग पुग्नै लागिसकेको थियौँ। अनि यस्तो राम्रो हरियो, यस्तो पहेँलो फुल फुलेको, यही हो क्या हामी जानुपर्ने ठाउँ आज। अनि पर्दो द लेग्रे भन्ने ठाउँ यही हो। हामी हिँडिरहेछ विशालले। अब हामी आइपुग्यौँ हाम्रो ठाउँमा, हामी आउनुपर्ने ठाउँमा। यो लगभग स्पेनकै साइडमा पर्छ। अनि आइमा पनि यही रहेछ। अनि त्यही भएर भाइको अपोइन्टमेन्ट यहीँको रहेछ, त्यही भएर हामी आयो। अनि झरेर यताउता हेर्दैछ हामी। लगभग त्यहाँबाट घरबाट 12 बजे हिँडेको थियो भने लगभग 2 बज्न लागेको बेलामा पुगेको थियो। अनि 2 बजेदेखि खोल्ने रहेछ, त्यही भएर हामी यहाँ गएको। अलिकति टाइम बाँकी थियो, त्यही भएर यताउता हेऱ्यो। अनि बन्द देखेपछि गयो। भोक लागेको थियो, यसो पेट पूजा गर्ने ठाउँहरू खोज्दै गएको। कस्तो जाडो छ यो ठाउँ। जाडो भएर म त्यहाँ आधी घन्टा निस्किएको, त्यहाँ जाडो भएर कठेर हेरेर त अनुहार के बारेछ। आमामा जाडो भएर अनि केही देखेन। ऊ त्यो पिज्जा हट देखेँ, अनि गयो हामी। अलिअलि पिज्जा हट खानु पऱ्यो भनेर, तर खाना त हामीले बिहान पनि घरबाट केही खाएर गएको थियौँ। अनि पिज्जा हट अर्डर गरेँ, अलिअलि पेट पूजा गऱ्यौँ। पेट पूजा गरेपछि पिज्जा आइसक्यो। पिज्जा काट्दैछ पिज्जा मास्टरले। भाइ पनि पिज्जामै काम गर्छ क्या। अनि पिज्जा काट्दैछ। अनि पिज्जा खाएर हामी लाग्यौँ। त्यहाँपछि गएँ। भाइको बन्नुपर्ने काम पनि बनेन। त्यसपछि भाइलाई यहीँ बस भनेर हामीहरू यताउता हिँड्यौँ। बेसरी दुःख पायौँ हामीले। अब होटेल खोजेर बस्ने के भन्यो, घरि के रे भनेर दुःख पायो। हिँडिरह बाटो कति चिसो थियो रामा। पछि त म त चिसो भएर सास फेर्नै गाह्रो भए जस्तो भएको थियो, कति चिसो थियो। अनि भाइलाई हामीले यहीँ छोडेर आउनु पर्ला भनेर सोचेर भोलि जाऊ, आज बन्द रहेछ भन्ने कुरा गऱ्यौँ। अनि हामी राति घर फर्केको। लास्टमा त मलाई नि लिन आउनु भन्यो। फेरि फर्केर लिन गएर गाडीमै सुतिरह लम्पर्छ। लगभग हामी राति 8 बजीतिर घर आइपुगेको थियो। यति नै हो साथीहरू। थ्याङ्क यू फर वाचिङ।